Hello everybody, welcome back to another video. This is me, your brother, a friend, Sonam Pinso Bhutia, and you are watching Sonam's vlog Inspire or Be Inspired. तपाईहरुले मेरो जुन चाहिँ थम्बनेल देखेर पनि चाल पाइसक्नु होला अथवा टाइटल हेरेर पनि we will be talking about a simple modification that I have done to my bike. Not exactly त्यो काटेर टाल्ने वाला modification, an essential add up to my bike जुन चाहिँ मेरो डेली लाइफमा एकदमै काम लाग्छ. So त्यसको बारेमा हामी कुरा गर्ने वाला छौं. So basically this bike is Suzuki V-Storm 250 अनि यसको चाहिँ इन्जिन्सहरु भयो, यसको राइडिङ उयोहरु भयो, सबै राम्रो छ. जुन चाहिँ तपाईहरुले हेरि पनि सक्नु भएको होला इफ यु आर इन्ट्रेस्टेड इन Suzuki V-Storm. यसको सबै दामी नै छ है. मलाई अहिलेसम्म केही इस्यु पनि भएको छैन. सो तर मैले चाहिँ यो बाइकलाई मैले आफ्नै तरिकाले अलिकति आफ्नो बनाएको छु. सो त्यो स्लाइड सानो मोडिफिकेसनको बारेमा कुराहरु गरौँ है. विल बी टकिङ अबाउट द फर्स्ट थिङ इज यो जुन चाहिँ यो हाम्रो स्टिकर्स छ, जुन चाहिँ यो ग्रे कलरको देख्नु हुँदैछ, यो बेलाबेला यो बीचमा कलरहरु देख्नु हुँदैछ, यो चाहिँ तपाईको डिजाइन एउटा स्टिकर हो जुन चाहिँ BMX डिजाइनले बनाएको हो. अनि यो BMX को डिजाइनमा चाहिँ आफ्नो सेल्फ आफ्नै पनि अलिकति एडिसनहरु गरेर आफ्नै डिजाइनहरु अलिकति एड गरेर चाहिँ यो BMX बाट आएको हो. इट कस्ट मी अबाउट 5500 समथिङ. जुन चाहिँ स्टिकरको यो क्वालिटी एकदम A1 छ है. अनि यहाँनिर चाहिँ स्पेशल के छ भन्दाखेरि चाहिँ यो लोगो छ है, खंगरी राइडर मोटरसाइकल क्लबको, जुन चाहिँ क्लबमा चाहिँ म पनि छु एज अ पार्ट. आई एम अ प्राउड मेम्बर अफ खंगरी राइडर मोटरसाइकल क्लब. अनि यो त अब जिस्किनु पो थालेछ. अनि खंगरी राइडर मोटरसाइकल क्लबको यहाँनिर लोगो छ, जसको मोटो रहेको छ राइड फर कज. अनि एकदमै मलाई मन पर्छ एन्ड आई एम अ भेरी प्राउड मेम्बर अफ खंगरी राइडर मोटरसाइकल क्लब है त. सो त्यस्तै प्रकारले अर्को तपाईको एडिसन हेर्नुभयो भने तपाईले यहाँ जेरी क्यान देख्नु हुँदैछ. सो यो जेरी क्यान र यो स्याडल स्टे चाहिँ मैले एउटै जग्गाबाट मंगाएको, ब्यान्डिडोसबाट मंगाएको. अनि यो ब्यान्डिडोसमा मलाई स्याडल स्टे अलमोस्ट 3000 रुपैयाँ परेको थियो भने लाइकवाइज यो जुन चाहिँ जेरी क्यान छ यो मलाई 2000 जस्तो पर्यो. त्यो पनि अफरमा थिए अनि मैले ग्र्याब गरिहाले त्यो अफर है. सो त्यस्तै प्रकारले यहाँनिर छ क्र्याश गार्ड, जुन चाहिँ वान अफ द मोस्ट इम्पोर्टेन्ट एडिसन टु द बाइक हो. किनभने हाम्रो चाहिँ यो प्यानलहरु ठोक्यो भने हैन, यो उयोहरु ठोक्यो भने अलिकति प्रब्लम हुन्छ है, अलिकति महँगो पर्छ. सो यो क्र्याश गार्ड एकदमै इम्पोर्टेन्ट छ. यो क्र्याश गार्ड चाहिँ मैले ग्रान्ड पिट स्टपबाट मंगाएको हो. यसको एक्चुअल दाम चाहिँ तपाईको 5500 टु 5200 समथिङ के छ. त्यसमा चाहिँ मैले अफर पाएँ अनि वान अफ द बेस्ट अफर भनौं, वान अफ द बेस्ट डिल भनौं, मैले चाहिँ 3200 मा मैले किनेको. सो इट वाज अ ब्युटिफुल अफर भनौं न, मिठो अफर थियो. त्यसले गर्दा मैले पनि आई क्यानट इग्नोर, अनि त्यही भएर मैले लिइहाले है. सो त्यस्तै प्रकारले आई ह्याभ दिस वन्डरफुल ह्यान्डल बार है. यो जुन चाहिँ ह्यान्डल बार छ यो पनि मैले मोटो टकको लगाएको छु यो है, तपाईले देख्न सक्नुहुन्छ. यो चाहिँ अरूलाई कस्तो लाग्यो थाहा भएन, तर मलाई स्पेशली मलाई पर्सनली चाहिँ यो के भन्छ, यो ह्यान्डल बार चाहिँ मेरो लागि चाहिँ एकदमै बेस्ट भएको छ यो बाइकमा चाहिँ. अनि यसको दाम मलाई कति अलमोस्ट 1500 टु 1700 परेको थियो त्यो टाइममा. यो निकै अगाडि लगाएको मैले. अनि साथै साथमा यहाँनिर मैले जानाको यो ह्यान्डल बार राइजर पनि लगाएको छु, जानाको हो. अनि यसको दाम चाहिँ सायद 2500 टु 2000 थियो, तर मैले अफरमा 1500 तिर मैले पाएर चाहिँ मैले लगाएको. त्यस्तै प्रकारले वान अफ द मोस्ट इम्पोर्टेन्ट भनौं, वान अफ द मोस्ट इम्पोर्टेन्ट एडिसन भनौं टु माई बाइक वाज दिस है. यो के अरे टप बक्स चाहिँ एकदमै इम्पोर्टेन्ट रहेको छ. यो एल्युमिनियम टप बक्स हो. बाहिरबाट चाहिँ अलिकति कभर दिएको छ एउटा रबर कभर, तर यो एक्चुअलमा चाहिँ यो भित्र चाहिँ एल्युमिनियम प्लेटहरु छ, जुन चाहिँ आई फाइन्ड इट मोर के अरे वन्डरफुल टु सी. अनि यसको स्ट्रेन्थ पनि एकदमै बिल्डअप स्ट्रेन्थ पनि दामी छ. किनभने दिस पर्टिकुलर टप बक्सले चाहिँ एउटा मेरो सानोतिनो अलिकति मजाकै लडेको थियो. त्यो टाइममा चाहिँ यो थामेको यहाँ अलिकति मात्रै खोस्रेको छ. बट दिस इज अल गुड एन्ड फाइन 100% है वर्किङ. अनि यो चाहिँ मलाई मैले सिङताममा किनेको. यसको दाम रहेको थियो 10000 रुपैयाँ, तर मैले पनि अलिकति त्यहाँ डिस्काउन्ट पाएको त्यसले गर्दा किनेको. लाइकवाइज अब अझै अगाडि गयो भने यहाँ भित्रपट्टि अलिकति मैले मोडिफाई इन द सेन्स एडिसन चाहिँ के गरेको छु भन्दाखेरि यसको लागि चाहिँ मैले इन्जिन अन गर्नुपर्छ है. अन गरेपछि यो जुन चाहिँ तपाईले एलईडी देख्नु हुँदैछ, यो लाइट, यो जुन चाहिँ ब्लिंकर्सहरु छ, यो ब्लिंकर्स चाहिँ तपाईको
सिमटेकको हो अनि यो मलाई परेको थियो 2200 जस्तोको थियो तर त्यसमा पनि मैले अलिकति डिस्काउन्ट पाएको थिएँ अनि त्यसले गर्दाखेरि मैले 2000 तिर नै मैले लगाएको हो। अनि यसको चाहिँ इम्पोर्टेन्स के छ भन्दाखेरि चाहिँ यसमा चाहिँ मेन चाहिँ जुन चाहिँ बाइक जब किन्छ त्यति बेला हामीले यो इमर्जेन्सी लाइट अथवा हजार्ड लाइट पाउँदैन। तर हाम्रो यहाँनिर डिस्ट्रिक्टमा चाहिँ नर्थ डिस्ट्रिक्टमा अथवा मङ्गन डिस्ट्रिक्टतिर चाहिँ एकदमै जब अब त्यो सिजन चेन्जहरू हुन्छ फगीहरू भर्दै जान्छ फगी यति साह्रो बेसी फग हुन्छ जसमा चाहिँ लाइट्सको अलिकति त्यो कमजोरी फिल हुन्छ त्यसमा चाहिँ यो हजार्ड लाइटले एकदमै हेल्प गर्छ अर्को गाडीमा भिजिबिलिटी बढाउँछ। लाइकवाइज यसमा मेरोमा तपाईँको एउटा अक्जिलेरी लाइट पनि थियो जुन चाहिँ इलिगल भएकोदेखि चाहिँ मैले निकालिदिएको तर त्यो चाहिँ मलाई जहाँसम्म लाग्छ हाम्रो एक्ज्याक्ट हाम्रै जग्गाको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट थियो किनभने भिरपाखा हिँड्नुपर्छ अनि हाम्रो यो कम्पनी यो स्टक लाइटले मात्रै चाहिँ हामीलाई पुग्दैन भिजिबिलिटी एकदमै अलिकति त्यो अलिकति हामीलाई कमजोर पर्छ यो स्टक लाइटमा चाहिँ तर अक्जिलेरी लाइटले चाहिँ हामीलाई बाटो अलिकति राम्रो देखाउँथ्यो। तर कोही यस्तो राइडर्सहरू हुन्छ जसले चाहिँ है अलिकति आफ्नो मात्रै सोचेर अर्काको सोच्दिँदैन र बाटोमा जहाँ पाए त्यहीँनिर अक्जिलेरी लाइट बालेर फ्ल्यासहरू बालेर एकदमै दुःखलाग्दो खालको सिनेरी बनाएकोले गर्दाखेरि चाहिँ हाम्रोमा अहिले इलिगल भएको छ। सो त्यसले गर्दाखेरि अर्काको कामले गर्दाखेरि हामी यहाँ दुःख पाउँदैछ। एनिवेज त्यो एउटा पार्ट अफ लाइफ हो। अनि अर्को चाहिँ छ मेरो यहाँनिर वान अफ माई फेभरेट हेलमेट है आगाले किनिदिनु भएको चाहिँ उता छ यो चाहिँ मैले अलग्गै किनेको LS2कै हो। अनि यसमा चाहिँ जुन चाहिँ यो ग्लास छ यो 100% भन्ने यो ग्लास पनि एकदमै दामी छ बेलुका पनि देख्छ हेर्दाखेरि चाहिँ यसरी एउटा रेनबो कलर देख्छ तर इट इज भिजिबल बेलुका पनि होइन अनि हेल्प हुन्छ पुरा है। अनि यसमा पनि मैले एउटा सानो एउटा लाइट हालेको छु फर द भिजिबिलिटी। यो चाहिँ तपाईँको यो पनि ग्रान्ड पिच स्टपकै हो तर मैले यो के भन्छ तपाईँको स्टेसनरी मार्केटबाटै किनेको। यसमा चाहिँ यो लाइट बल्छ है वी हेभ दिस डिफ्रेन्ट लाइट सेटिङ जसले गर्दाखेरि चाहिँ बेलुका हिँड्दाखेरि मैले फेरि भने भिजिबिलिटी बढाउँछ अनि अलिकति सेफ्टीमा पनि हामीलाई अलिकति एडजस्ट हुन्छ है। सो दिज आर अल माई मोडिफिकेसन्स अथवा एडिसन टु माई बाइक जुन चाहिँ तपाईँको भेरी एसेन्सियल इन आवर डेली लाइफ अनि आई गेस दिस इज भेरी इम्पोर्टेन्ट जति जति जे छ यो सबै एसेन्सियल चिजहरू छ मेरो आफ्नो पर्सनल युजको लागि। अनि मैले कुनै पनि काटकुट गरेर टाल्ने साल्ने काम त्यस्तो केही गरेको छैन बिकज अलरेडी दिस बाइक इज माई बेस्ट। थ्याङ्क यू सो मच फर वाचिङ टिल दि एन्ड अनि यति नै थियो मेरो है। सो थ्याङ्क यू सो मच सी यू सुन इन अनदर भिडियो टिल देन प्लिज डु टेक केयर धेरै नयाँ कुराहरू आउनेवाला छ। बाई बाई सी यू।